संसदीय दलका चाहिँ अब नेताहरू संसद भवनभित्र बालेन आएन प्रधानमन्त्री आएन हाम्रो चाहिँ अब जवाफ दिएन। हामी चाहिँ एक बोल्ने संसदलाई सम्बोधन छैन, देशलाई सम्बोधन छैन, नागरिकलाई सम्बोधन छैन, हाम्रो उत्तर दिनु छैन भन्ने कुरा थियो। जब चाहिँ प्रधानमन्त्री फुट आएर ल चाहिँ समय दिनुहोस्, अब चाहिँ म चाहिँ प्रश्नको उत्तर दिन्छु, के छ प्रश्न सोध्नु भन्दा कसैसँग केही प्रश्न छैन। बाँदर धपाउनु पऱ्यो, कहिले हुन्छ के छ भन्ने छ। त्यो भएर तयारी भन्ने कुरो चाहिँ खासै रहन्छ। प्रधानमन्त्री आएन चाहिँ अब आएन भन्ने मान्छेहरूको चाहिँ अब प्रश्नको त तयारी छैन। त्यहाँबाट यो देश हाँक्ने कसरी के गर्ने भन्ने तयारी चाहिँ हाम्रो नेपालको चाहिँ सांसदहरूमा पनि देखिन्छ। एउटा सामान्य चाहिँ अब बिजनेस गर्ने कम्पनीले त आगामी वर्षको टार्गेट अबको 5 वर्षमा चाहिँ के हुन्छ, अबको 5 वर्षपछि चाहिँ आफूलाई कहाँ देख्न चाहन्छस् भनेर चाहिँ एउटा प्लान बनाउँछ। भनेपछि त नेपाल बनाउने चाहिँ एउटा सङ्कल्प गरेर म नेपाललाई चाहिँ केही योगदान गर्छु भनेर चाहिँ लागेका चाहिँ संसदीय दलका नेताहरू, सांसदहरू सबैजनाले चाहिँ केही तयारी गरेको देखेन। त्यो भएर सबै अर्कोलाई दोष लाउन सजिलो हो, आफूले गरिखान गाह्रो छ होइन। त्यो भएर बरु एउटा कुनै एउटा चाहिँ बरु त्यो विनोद चौधरीको चाउचाउ फ्याक्ट्रीमा काम गर्दा हुन्छ, केही काम छैन। त्यत्तिकै चाहिँ अब चाहिँ बालन शाह आएन, हाम्रो चाहिँ प्रश्नको उत्तर दिएन भनेर अहिले केही प्रश्न छैन। त्यो विरोध गर्ने, उठ्ने, ढ्यापढ्याप पार्ने काम रहन्छ नेपालको चाहिँ अब संसद भवनभित्रका बाँदरहरूको भने।